हेलो अनि दर्शन नमस्ते सबैजनालाई। के छ सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु, आरामै छु। अनि म चाहिँ हिजो भिडियो हाल्न पाइनँ किन भन्दा थोरै मेरो आफ्नो पर्सनल काम थियो है, त्यसले गर्दा भिडियो हाल्न पाइनँ हिजो। त्यसको लागि चाहिँ तपाईहरु सबै सामु म दुवै हात जोडेर एकदमै सरी भन्न चाहन्छु। सो केही छैन, आज फेरि म तपाईहरुसँग आई एम ब्याक टु माई रिएक्सन भिडियोज। अनि आज चाहिँ म फेरि आइसकेको छु तपाईहरु सामु। अनि आजको चाहिँ मेरो भिडियो रहेको छ हाम्रो यङ वेब बर्दरको राउडी भन्ने चाहिँ आइसकेको छ हाम्रो र्याप सङ हाम्रो यङ वेबको। सो त्यो चाहिँ भिडियो कस्तो लाग्छ, भिडियो भन्दा पनि यो अफिसियल भ्युजलाइजर हो है। अनि त्यो चाहिँ हामीले गीत सुन्नेछौँ, तपाईले सुन्नुहुनेछ, मैले सुन्नेछु अनि हामी साथमा सुन्नेछौँ। सो कस्तो लाग्छ हामीले अनि तपाईहरुले त्यहीबाट अनि कमेन्टमा भन्न सक्नुहुन्छ। अनि मलाई कस्तो लाग्छ त्यो चाहिँ म भिडियोमा भन्नेछु। सो लेट्स गो टु द भिडियो र्याप सङ। अनि त्यो चाहिँ अब हामी हेर्छौँ कस्तो छ। त्यसको लागि चाहिँ हामी गर्नुपर्ने हुन्छ लगाई कानमा हेडफोन 1 2 3 माइक्रोफोन चेक टोन। अब चाहिँ म हेर्दैछु यङ वेबको भोइस टोन। यस सर, लेट्स गो गाइज। प्रोड्युसर जेन, यस। र्याप बिना मेरो जिन्दगी सादा, लक्ष्य टाढा, आधा बाटो पुगे अझै बाँकी आधा छ। मनले चाहेर गर्छु म काम, शैतान मुखले बोल्दैन एकैचोटि गर्छिहाल्छ बारम्बार। र्याप बिना मेरो जिन्दगी सादा, लक्ष्य टाढा, आधा बाटो पुगे अझै बाँकी आधा छ। मनले चाहेर गर्छु म काम, शैतान मुखले बोल्दैन एकैचोटि गर्छिहाल्छ बारम्बार। हरेक पाइलामा भेट्दैछु म दुश्मनहरुको जालै जाल, भोलि भन्दा मेरो काम बढी उठाइसके मैले खालै खाल। एक्कासी बाटो म चलेको चलै, वरिपरि अहिले मालै माल। अफसहरू पनि हेरेको हेरे, मुखले काट्दै र्याले र्याल। कुराहरू पनि के हो काटिरहेको छ पालै पाल। बाघ बसिरहेको छ शान्तमा, भुकिरहेको छ स्यालै स्याल। भाग बढी त चाहिँ दागबत्ती लिन खोजेर आइपुगिस् कालै काल। मेरो पैतालामा तेरो अस्तित्व, त्यसैले मलाई बाल छैन तेरो, मलाई बाल छैन तेरो। क्या बवालको फ्लो स्विचहरू, ए आमा बवाल है। अझैसम्म चाहिँ एकदमै लेबाई पढा गइरहेको छ। बिट पनि बवाल, प्रोड्युसर जेन। अनि एकदमै बवाल हुन्छ यो जेनको बिट चाहिँ, मैले पछिल्लो भिडियोमा पनि भनिसकेको छु। आई लाइक हिज बिट, आई लाइक हिज वर्क, साउट आउट टु जेन। सो अनि चाहिँ यो बिटमाथि हाम्रो यङ वेब बर्दरले पनि एकदमै बवाल, फ्लो इज राइडिङ अन द बिट मदरफकर्स। सो केही छैन ल, बवाल छ है, एकदमै बवाल। लास्ट टाइम मजा आइरहेको छ। सो लेट्स ब्याक टु द ट्र्याक। मलाई बाल छैन तेरो, मलाई बाल छैन तेरो, मलाई बाल छैन तेरो। बिना मेरो जिन्दगी सादा, लक्ष्य टाढा, आधा बाटो पुगे अझै बाँकी आधा छ। मनले चाहेर गर्छु म काम, शैतान मुखले बोल्दैन एकैचोटि गर्छिहाल्छ बारम्बार। र्याप बिना मेरो जिन्दगी सादा, लक्ष्य टाढा, आधा बाटो पुगे अझै बाँकी आधा छ। मनले चाहेर गर्छु म काम, शैतान मुखले बोल्दैन एकैचोटि गर्छिहाल्छ बारम्बार। सम्बन्ध राम्रै बनाएको भए तँलाई दिन सक्थे मैले प्राण बरु। पैसाको घमण्ड देखाउने अगाडि नपरे रन्डीको पानहरू, 2-4 खोका साथमा भएको भए दिन सक्थे मैले। बवाल 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 फ्लो स्विच, तीनटा फ्लो चाहिँ देखिसक्यो है। यङ वेबले चाहिँ आफ्नो भर्सेटालिटी पुरै आफ्नो भर्सेटालिटी देखाइसकेको छ है यङ बर्दरले चाहिँ है। बवाल एकदमै है, सरी गाइज। अनि बवाल, लेट्स गो लेट्स ब्याक अन द ट्र्याक। हामी चाहिँ रोक्नै सक्दैन है, यस्तो बाउन्सिङ ब्याक छ है।
मैले दान्सहरू अहिले त कमाएको छैन नि त्यसैले गोप्य छ मेरो प्लान्सहरू राउडी छ मेरो फ्यान्सहरू सुहाउने छ मेरो स्ल्याङहरू पूर्व पश्चिम उत्तर दक्षिण सबतिर फैलिसके मेरो ग्याङहरू पशुपति स्वयम्भू च्यानमा बसेर अगोरी सरी म ध्यान गरौँ कि नबोली पिपलको पटमुनि बसेर पुतले सरी अध्ययन गरौँ सोचेको सोचे के गर्दा चाहिँ ठिक हुन्छ अफसरहरू घोचेको खोजे सोच्दा पनि मुजी रिस उठ्छ कुन चाहिँ लाइनमा सर्स हाने भन्दै मेरो गीत सुन्छ अनि मैले रिप्ले गरे भने मुजीहरू हिट हुन्छ चुप्पा लागेर बसे भने मेरै जित हुन्छ अनि मसँग बढी बोल्ने मृत्युको चाहिँ नजिक हुन्छ मृत्युको नजिक मृत्युको नजिक मृत्युको नजिक मृत्युको नजिक हुन्छ मलाई त नसक्यो हुन्थ्यो भन्ने लागिरहेको थियो है सक्यो तर मलाई नसक्यो हुन्थ्यो भन्ने लागिरहेको थियो सक्यो यार अझै सुन्न मन थियो है मलाई आई थिंक वी शुड लिसन इट अन रिपिट ओके मेरो इंग्लिश त्यसको लागि चाहिँ कहाँ गया रे बाबा तँ एकदमै बवाल छ है अब चाहिँ टक्क फेरि रिपिटमा सुन्नुपर्ने हुन्छ है अनि अब चाहिँ नन स्टप सुनिन्छ ल ऱ्याप बिना मेरो जिन्दगी सादा लक्ष्य टाढा आधा बाटो पुगे अझै बाँकी आधा छ मनले चाहेर गर्छु म काम शैतान मुखले बोल्दैन एकैचोटि गर्छिहाल्छ बारम्बार ऱ्याप बिना मेरो जिन्दगी सादा लक्ष्य टाढा आधा बाटो पुगे अझै बाँकी आधा छ मनले चाहेर गर्छु म काम शैतान मुखले बोल्दैन एकैचोटि गर्छिहाल्छ बारम्बार हरेक पाइलामा भेट्दैछु म दुश्मनहरूको जालै जाल भोलि भन्दा मेरो काम बढी उठाइसके मैले खालै खाल एक्कासी म चलेको चलै वरिपरि अहिले मालै माल अफसहरू पनि हेरेको हेरे मुखले काट्दै र्याले र्याल कुराहरू पनि के हो काटिरहेको छ पालै पाल बाघ बसिरहेको छ शान्तमा भुकिरहेको छ स्यालै स्याल भाग बढी त चाहिँ दागबत्ती लिन खोजेर आइपुगिस् कालै काल मेरो पैतालामा तेरो अस्तित्व त्यसैले मलाई बाल छैन तेरो मलाई बाल छैन तेरो मलाई बाल छैन तेरो मलाई बाल छैन तेरो मलाई बाल छैन ऱ्याप बिना मेरो जिन्दगी सादा लक्ष्य टाढा आधा बाटो पुगे अझै बाँकी आधा छ मनले चाहेर गर्छु म काम शैतान मुखले बोल्दैन एकैचोटि गर्छिहाल्छ बारम्बार ऱ्याप बिना मेरो जिन्दगी सादा लक्ष्य टाढा आधा बाटो पुगे अझै बाँकी आधा छ मनले चाहेर गर्छु म काम शैतान मुखले बोल्दैन एकैचोटि गर्छिहाल्छ बारम्बार सम्बन्ध राम्रै बनाएको भए तँलाई दिन सक्थे मैले प्राण बरु पैसाको घमण्ड देखाउने अगाडि नपरे रन्डीको पानहरू दुई चार खोका साथमा भएको भए दिन सक्थे मैले दानस्वरूप अहिले त कमाएको छैन नि त्यसैले गोप्य छ मेरो प्लान्सहरू राउडी छ मेरो फ्यान्सहरू सुहाउने छ मेरो स्ल्याङहरू पूर्व पश्चिम उत्तर दक्षिण सबतिर फैलिसके मेरो ग्याङहरू पशुपति स्वयम्भू च्यानमा बसेर अगोरी सरी म ध्यान गरौँ कि नबोली पिपलको पटमुनि बसेर पुतले सरी अध्ययन गरौँ म यता सोचेको सोचे के गर्दा चाहिँ ठिक हुन्छ अफसरहरू घोचेको खोजे सोच्दा पनि मुजी रिस उठ्छ कुन चाहिँ लाइनमा सर्स हाने भन्दै मेरो गीत सुन्छ अनि मैले रिप्ले गरे भने मुजीहरू हिट हुन्छ म चुप्पा लागेर बसे भने मेरै जित हुन्छ अनि मसँग बढी बोल्ने मृत्युको चाहिँ नजिक हुन्छ मृत्युको नजिक मृत्युको नजिक मृत्युको नजिक मृत्युको नजिक हुन्छ भइसक्यो चलाए गीतको अन्त्य भइसक्यो तर मलाई सुन्न एकदमै मन लागेको छ रिपिटमा अब यो चाहिँ मेरो सिधै प्लेलिस्टमा गएर सुन्छु म चाहिँ है हरेक दिन सुन्छु यस्तो बवाल छ है आई जस्ट लभ दिस ट्र्याक यङ वेब यो नाम प्रोनाउन्स गर्न चाहिँ अलि डिफिकल्ट भइरहेको छ आई डोन्ट नो वाइ त्यही हो चाहिँ केटालाई गीत चाहिँ एकदमै बवाल छ बीट आई लभ दिस बीट अनि बीट माथि त्यो राइट अनि फ्लो चेन्जेस अनि चाहिँ बीचमा त्यो चाहिँ एकदमै बवाल थियो है लिरिक्सहरू पनि बवाल थियो लिरिक्सको बारेमा बीचमा मैले केही भन्नै पाइनँ अनि बवाल थियो त्यो बुद्धवाला लाइन अनि त्यो कालवाला थियो है कालवाला बीचमा त्यो पनि थियो बवाल थियो त्यो रिपिटमा सुन्नुहोस् है एकदमै बवाल छ यो चाहिँ आई जस्ट लभ दिस ट्र्याक त्यही हो धेरै कुरा केही भन्नु छैन मलाई अनि तपाईहरुलाई आई होप
मन पर्छ अनि गएर सुन्नु होला। यो जतिजनाले सुन्नु भएको छैन गएर सुनिदिनु होला, सुन्नु होला। अनि मेरो भिडियो पनि मन पर्यो भने लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्नु होला। यो चाहिँ फ्री रहेको छ। सो प्लिज डु सब्स्क्राइब माई च्यानल। इट्स अ हम्बल रिक्वेस्ट फ्रम माई साइड। सो प्लिज डु सब्स्क्राइब। यो चाहिँ मेरो भिक हो। भिक सर यस्तो पैसा दिन पर्दैन, फ्रीमा सब्स्क्राइब गरिदिनु होला। इट्स फ्री, इट्स फ्री, इट्स फ्री। सो अनि आजको लागि चाहिँ यति नै। अनि आज तपाईहरुसँग चाहिँ म बिदा माग्न चाहन्छु। हस्त बाई बाई। जय नेपाल अनि जय हिपहप, जय नेपाल। म चाहिँ फेरि अर्को भिडियोमा ब्याक हुनेछु। अनि तपाईहरुले चाहिँ मलाई अलि धेरै लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्नु पर्यो ताकि म अझै इनर्जी अनि अझै बवाल रिएक्सन भिडियोहरु लिएर आम। सो त्यसको लागि चाहिँ अब अर्को भिडियोको लागि कुर्नुपर्ने हुन्छ। त्यतिन्जेलसम्मको लागि मलाई बिदा दिनुहोस्। सस्तो धन्यवाद। बाई, सी यू गाइस। टाटा।